घर जान्छ अब यस्तो यस्तो आउँछ यार भित्तीहरू के कडाक कुडुक पाएर राम्रो आहा हिरो आहा है दाइ जुङ्गा गाडे तैँले यो भित्तिर म इन टट्टु हाउस फेरि हानिहाल्छ क्या देखाइहाल्छ कि फेरि पारा यो भन्दा बक बनाउँदैछ बस यहाँ बस्नु न चप्पल लाल लाल ल बस म जिस्केर बनाएँ काममा गराएकै घर जानु पऱ्यो अब म जान्छु त्यो त यहाँ म थाहा थिएन अन्त त्यहाँ जानु त म त घर जान्छ भयो खाँदैन अहिले छोडिदिन्छु खानु लाने म भयो त्यस्तो भेट्छ अनि माग्दैन म के भयो केदार काममा के भयो ए क्यारम बोर्ड खेल्यो माग्दैन म क्यारम बोर्ड खेलेँ माग्दैन जोनबाट मुनाको बालाई हराइदियो नि हामी 27 पुगेको थिएँ माग्नेले माग्दैन म खेलेर आएको तर मैले हिजो अघि अस्तिकै त नआउँदाखेरि आइज न ओ आइज भनेर म उता गइहालेँ नि त यस्तो कि सधैँ एकै नासी हुँदैन नि त है मैले कहिले आफ्नो नि झल लाग्छ हो कि भन्न कहिले म अब आफ्नो मनमा केही कुरा खेलेर हुन्छ रिस उठिरहेको हुन्छ त्यतिखेर पढ्यो भने फेरि रिस हुन्छ हो तसँग चाहिँ कति रिस आइदियो मान्छेलाई कुनै दिन कुन मोड हुन्छ म्याच अहिले रनिङ आज रक्सी परेन रहेछ त्यो भर्खर कामबाट मम्मीले सुन्छ होला अहिले मम्मी आएको छैन म त आएको भयो अलिकबाट नि खै हान्दैन नि त खानु ठिक छ नि पक्कै नि बनाउँछु पुरै त्यो डेजी डाबर भइरहेको छ त्यहाँ चाहिँ पछाडिको त्यहाँ मोटर कुम्ले होला भन्नु अब के हुन्न क्या हामीलाई त हामी त गाउँकै मान्छे त हो नि है त्यसले बोलाएर आमा जाते भन्नु सही गरिस् अघि त माथि उसार थियो त्यो के अबिरल घरको बस्ने सरफुल एकछिन खायो गयो अनि त्यहाँ कसको अमृतको मेरो हो दुइटै कहाँ बच्चाहरूसँग बसेर नि यो कसको मम्मीको मोबाइल क्या गीत सुन्नुहुन्छ भनेर गीत नला है युट्युबमा फेरि उस जान्छ फेरि अस्ति सब युट्युबको डिलिट भिडियो तर मैले बनाएको सब डिलिट भयो युट्युब च्यानल डिलिट भयो नराम्रो बोलेर नराम्रो हालेर के त्यो त्यस्तो हाल्नु क्या हो कि भन्न तैँले टिकटकमा पनि जे पाइ त्यही हाल्नु पाउँदैन नि थाहै थाहा त्यही भएर त भयो मैले जे पाइ चुड खाएर त टिकटक लाइभ बस्न मिल्दैन दानमा मिल्दैन कि मम्मीले पनि मजा आउँथ्यो हर्दी बनाउँदा कोही थिएन ठिक छ म हर्दी चोकबाट हिँड्दै आयो सही दाउ पऱ्यो आज है कहिले यस्तै रमाइलो हुन्छ घर जानुपर्छ क्या म चाहिँ होला भन्दै अस्ति बिहामा पानी ल्यायो भनेर दुध दुहुनु जाने बेला दुध दुहुनु जाने बेला तँलाई कस्तो थाहा भयो कति बजी आयो 4 बजीतिर दुध दुहुनु जानु पऱ्यो ठ्याक्कै थाहा हुन्छ नि दुध दुहुनेलाई मान्छेको दुध समाउनु र गाईको लुम्टा समाउनु धेरै फरक पर्छ कि त्यही भएर दुध मान्छेको लुम्टा जतिखेर समय भयो पायो अहिले त अब यो त गाईको त फेरि भनिसक्यो समाउनु पऱ्यो सही एन्सर भनेस् कति बजी अहिले 3:30 ए अझै आधा घन्टा मजुन ए 3:15 त भए 4 बजी जम्मै तपाईँसँग काम छ र माथि मेरो त कपडा धुने काम छ केही छ पछि मेसिन किनिदिन्छु म तँलाई पैसा भएपछि वासिङ मेसिन युट्युबबाट आउँछ नि त अनि वासिङ मेसिन किनिदिनु कपडा कहाँ धोइरहने हाम्रो मेसिनले धुन्छ नि पैसाले धुन्छ होइन भन्नु माथि बरु लाइनको पैसा दिने होइन लाइनको बिजुलीको पैसा दिने मैले पैसा हो नि त जे पनि भन्न माथि तल अब मैले तँलाई सोधेँ नि तैँले अब चर्चको चाहिँ यस्तो गर के माटे अब हुन त चर्चले गल्ती गरिसक्यो है अब तैँले यस्तो गर कि तैँले अब दिने मन छैन भने नदे है भत्काइदिए होइन नभए कि बेचिदिने हो उनीहरूले किन्छ यस्तो सुन्न कि यता सुन्न कि तँलाई दिने मन छैन भने भत्काइदिए होइन कि तँलाई अब एउटा अर्को उपाय के छ भने ल सहमतिमा जाऊँ होइन कति खा त्यो नापेर होइन मैले सरकारी के
सरकारी अमिन ल्यायो भने त तँलाई नि विश्वास हुन्छ नि त। भाइले ल्याउँछु भनेको छ। अनि ट्याक्कै ल्याउने ल कति खा होइन, आधा गट्टा खा कि 1 गट्टा खा 2 गट्टा 3 गट्टा 4 गट्टा 5 गट्टा अब कति खा ल यति खा रहेछ अहिले कति रेट चल्यो होइन हो कि भन्न। अहिले त्यो जग्गाको 20 लाख 25 लाख 30 लाख कति चल्यो त्यस्तै हिसाबले क्या हो कि भन्न। त्यसरी ल मलाई ल अब मलाई 50 लाख दिनु होइन चर्चबाट, मेरो ब्याङ्क खातामा 50 लाख हालिदिने, म केस पनि हाल्दैन केही पनि गर्दैन ल यतिकै राख्छु, तपाईँहरू जे गर्ने गर्नु सहमतिमा कि साइन गर्ने हो। म पनि तँलाई म नि साथ दिन्छु होइन, म नि भनिदिन्छु नि त ल पैसा अब 50 लाख होइन माटेलाई चाहिँ 50 लाख दिनु पऱ्यो चर्चबाट भन्ने। अनि त्यो भने मानेन भने चाहिँ तैँले जे गरे पनि गरिदियो। त्यही त हो नि मैले पहिले भनिदिएँ। त्यस्तो यो दुइटाले नराम्रो काम गरेपछि गल्ती गरेपछि है कि स्वीकार्नु पऱ्यो होइन हो कि भन्न। गल्ती गरेपछि स्वीकार्नुपर्छ कि होइन किन्ने भयो भने बेच्दिने हो त्यस्तो हो। तँलाई पैसाको तँलाई अब केही गर्नको लागि पैसा खान्छ तँलाई 40 लाख 50 लाख मात्रै दियो भने हो त तँलाई 40 लाख ब्याङ्कमा राखेपछि त गुट्टु टिन सिन जता सिमेन्ट ल्याउनु पुग्यो कि पुग्न पाए भयो पर्छ तँलाई म गरिहाल्छु नि। तर यो पृथ्वीलाई मैले गर्नुपर्छ कि राम्रो बनाएर जाने हो क्या होइन भने है माटे पृथ्वीलाई नि होइन सब तेरो नि राम्रो मेरो नि राम्रो यस्तो के 2 साग सबैले खाने लाउने गरी म त्यस्तो बनाइदिन्छु कि सिस्टम त्यो चाहिँ विदेशको नेपालीहरू सब फर्काइदिन्छु म नेपालमा। म नेपालमै 2 लाख 2.5 लाख भएपछि को जान्छ त विदेश। माटे त अब हाम्रो अब दाइ हुँदै दाइ भयो मेरो हाम्रो त दाइ पर्छ माटे हाम्रो। मैले माटे मात्र भने दाइ भने नि मिल्छ दाइ चाहिँ नभने क्या माटे नामै त्यही सुन्यो नि त हामीले हो कि भन्न हो कि भन्न माटे तर अब दाइ भने नि सुहाउँदैन नि त मलाई नि कस्तो लाग्यो। तैँले मलाई कुमार भाइ भन्यो भने कस्तो लाग्यो तँलाई भन्न मन लाग्छ त। माटे फेरि धेरै सन्किन्छ रक्सी खाएपछि चाहिँ अस्ति माथि उस्तै नि अनमोलले कसले हाल्यो भने थियो नि तेरो घरमा ढुङ्गा अस्ति मैले तेरो रन्डीको छोरालाई त्यो जीवनको छोरा ढुङ्गाले 2 चोटि हानेको नलाएर मात्र मारिदिन्छु यस्तो रिस उठायो बच्चा भएर साँच्चीकै हानेको थियो तर मैले दिन पख म त तिनीहरू तल आउँछ नि चौबारतिर तल म बोलाउँछु अनि त्यहाँ सल्लाह गर्ने 2 थोर लगाइदिएको त्यहाँबाट पख्नु पख अहिले त्यसलाई 2 थोर लगाइदिनु यस्तै सुरुमा होइन एकचोटि गल्ती गऱ्यो भने ल भयो है भयो भने अर्कोचोटि माया दोहोऱ्यायो भने चाहिँ अनि गर्दैन अझै गरेको छैन धेरै भएको छ बच्चा हारेर होइन के भयो चुमचुम बच्चा हारेर डिस्कार्ड बच्चा हारेर तल थाहा नि त तँसँग के छैन भनेर हो कि माटे भन्न तँसँग अनि चाहिँ अलिकति पैसा भएको मान्छे जस्तो गर्दैछ अन्त अनि हाम्रो टिकटक कहिले बनाउनु त टाटे म बोलाइहाल्छु केटाहरू तँ मेन हिरो बोल तैँले भन्थ्यो नि अस्ति न जङ्गलमा क्या अस्ति दाउरा खोज्नु जाने टाटे साटे सब केटाहरू जाने क्या ती खुवाइदिने गाना लिएर जाने त्यसपछि के चाहिएको छ आज रक्सी पठाएन म भर्खर कामबाट भनिरहेको छु त्यही त बनायो नि अब बेलुका पर्छ त्यही लागि खुवाइछु काम चाहिँ गर्नुपर्छ मैले पनि हेर्दा मैले यसरी खाएको मात्रै देखिन्छ नि काम कति गर्छ होइन दुध दुहुनु डेरी जाने त्यो मम्मी चाहिँ कहाँ कहाँ मामा घर मम्मीलाई पैसा अलिअलि कहिले काहीँ दिनु परिहाल्यो नि मैले कमाएको आमालाई चाहिँ केही भन्नुहुन्न आमा भने आमै हुन्छ कि अब के गर्नु त नि उसको दिमागले भ्याएन नि त गर्न सकेन नि त हो कि भन्छ तैँले अहिले सकेको त गर्नु मलाई अहिले कस्तो लाग्छ कि पहिला चाहिँ कस्तो लाग्थ्यो भने मम्मीले किन गर्न सकेन है हो कि भन्छ पैसा यता सुन्न सोच हुन्छ नि त आफ्नो आमा बाउले कमाएर छोरालाई होइन त्यसरी हेर्नु अनि पछि मलाई अहिले मैले गर्न सकेको त सकेन नि त्यस्तै भइहाल्यो नि त मेरो मम्मीले नै भनिरहेको छ
बेस्ट गिफ्ट फ्रम गड इज माई मम भने बेस्ट गिफ्ट फ्रम माई गड इज माई मम माल बनाएर चिनमा छैन